F1 हेर्न मन छ तर केही बुझिँदैन? आउनुस् F1 बुझौँ। भाग 9 द विनिङ प्राइज, विजेताको खजाना। अब अलि सिरियस कुरा। ड्राइभरले नाम कमाउँछन् तर टिमले दाम कमाउँछन्। F1 मा झन्डै $1 बिलियन भन्दा बढीको पुरस्कार राशि प्राइज पट हुन्छ। 2025 को म्याक्लारेन जस्तै पहिलो हुने टिमले झन्डै $175 मिलियन घर लैजान्छ। 10औं हुने टिमले पनि रेसमा सहभागी भएकै भरमा झन्डै $75 मिलियन पाउँछ। त्यो पहिलो र अन्तिम बीचको $100 मिलियन को खाडल पूर्णका लागि नै टिमहरूले एउटा सानो कार्बन फाइबरको टुक्रामा मात्रै $20 मिलियन खर्च गर्छन्, ताकि 0.1 सेकेन्ड मात्र भए पनि छिटो हुन सकियोस्। यो खेलमा रफ्तार मात्र कुल छैन, यो त संसारकै सबैभन्दा राम्रो लगानी पनि हो। तर एउटा कुरा याद राख्नुस्, ती $बिलियन का इन्जिन र कार्बन फाइबरका पखेटाहरूभन्दा पछाडि एउटा मानवीय संवेदना पनि लुकेको हुन्छ। फर्मुला 1 धेरै थोक मिलेर बनेको छ। यो ग्रिडमा भएका हरेक ड्राइभर र हरेक टिमको आफ्नै गहिरो र व्यक्तिगत कथा छ। यो असम्भवलाई सम्भव बनाउने लेजेन्ड्सहरूको खेल त हो नै, तर साथसाथै यो सपनाहरू चकनाचुर हुने र हृदय विदारक हारहरूको पीडा पनि हो। यहाँ यति धेरै ड्रामा, धोकाधडी र बिट्रेयल्सहरू छन् कि कुनै हलिउडका लेखकले पनि यस्तो सोच्न सक्दैनन्। यो हो F1 मेनिया, जहाँ विजय र हार बीचको रेखा एउटा रङको पातलो लेयर भन्दा पनि मसिनो हुन्छ। यहाँ ब्रेकअप पछि आउने आँसु भन्दा ब्रेक फेलियर पछि आउने आँसु महँगो हुन्छ। यो खेल सुरु गर्नका लागि 2026 भन्दा उत्तम समयहरू हुनै सक्दैन। गाडीहरू नयाँ छन्, टिमहरू जोसले भरिएका छन् र अर्बपति मालिकहरूको पसिना छुटिरहेको छ।